So hello guys, welcome back to my channel. आज चाहिँ हामी इंटीग्रेशन बाई पार्ट्स पढ्न गइरहेको छौं. इट्स भेरी इजी हैन. आज चाहिँ हामी दुईटा टपिक मेनली कभर गर्छौं. एउटा इंटीग्रेशन बाई पार्ट्स अनि अर्को भनेको सब्स्टिट्युसन मेथड. सब्स्टिट्युसन वाला तरिका है इंटीग्रेशन सल्भ गर्ने दुईटा तरिका आज हामी पढ्छौं है. सो ओके एज यु क्यान सी सबैभन्दा सुरुमा इंटीग्रेशन बाई पार्ट्स को कुरामा अब जस्तै यसमा के हुन्छ भन्दाखेरि बाई पार्ट्समा चाहिँ तिमीहरुको आइलेट रुल भन्ने हुन्छ. ILATE हुन्छ हैन. यो भनेको इन्भर्स फंक्सन, V इन्भर्स फंक्सन है. L भनेको लोगारिथमिक फंक्सन हैन. A भनेको अल्जेब्रिक फंक्सन, T भनेको मेट्रिक फंक्सन है. अनि E भनेको एक्सपोनेन्शियल फंक्सन है. सो यसको चाहिँ के हुन्छ भन्दाखेरि प्रिसिडेन्स अर्डर हो यो चाहिँ है. सुरुमा कुनलाई हाइलाइट गर्ने हैन. अब जस्तै बेसिकली तिमीहरुले हाइलाइट को बारेमा बुझ्छौ भने सपोज तिमीहरुलाई UV भनेर दिएको हुन्छ यसरी है. U भनेको सबैभन्दा सुरुमा लेट गर्ने U फर्मुला हुन्छ. सबैभन्दा सुरुमा फर्मुला लेखौं. VdX माइनस इंटीग्रेशन DU डेरिभेटिभ है. यो VdX यसको फेरि होल इंटीग्रेशन हो नि त यता DX. सो फर्मुला चाहिँ हाम्रो इंटीग्रेशन को यो हुन्छ है. सो इंटीग्रेशन बाइ पार्ट्स चाहिँ एकदमै इजी टपिक हो. यसलाई चाहिँ हामीले बस के थाहा हुनु पर्यो भन्दाखेरि लेट केलाई कतिखेर केलाई लेट गर्ने. सो यहाँबाट हेर्न सकिन्छ है. सो यसमा तिमी सपोज लेट्स से समथिङ लाइक जस्तै हेर इन्भर्स फंक्सन छ भने सबैभन्दा सुरुमा मतलब यो अर्डर होला. यसरी यो अर्डर हुन्छ. सबैभन्दा हाई अर्डर भने यसरी आउँदै जाने हो के. सुरुमा यो छ भने यसलाई लेट गर्ने, यो छ भने यो यसलाई लेट गर्ने. अब जस्तै अब एक्जाम्पल सहित जाम न अलि मजाले बुझिन्छ. अब जस्तै यो क्वेशनहरुमा हामी सबैभन्दा सुरुमा नर्मल क्वेशन गरौँ. x ex गरौँ हैन. dx. अब यहाँ के हेर्न सकिन्छ त भन्दाखेरि यहाँ एउटा यो अल्जेब्रिक फंक्सन छ, यहाँ अर्को एक्सपोनेन्शियल फंक्सन छ. अब यहाँ हामीले यो हेर्ने हो भने लास्टमा भनेको यु सबैभन्दा सुरुमा केलाई लेट गर्छ यहाँ भएको अनुसार यहाँ इन्भर्स फंक्सन छैन, लोगारिथमिक फंक्सन पनि छैन, अल्जेब्रिक फंक्सन छ भनेपछि यु केलाई लेट गर्यौं त अल्जेब्रिक फंक्सनले. ठीक छ. अनि अब ट्रिगोनोमेट्रिक फंक्सन पनि यसमा छैन. अब के छ त यो ex भनेको के हो त एक्सपोनेन्शियल फंक्सन हो. सो v केलाई एड गर्यौं त हामीले एक्सपोनेन्शियल फंक्सनलाई हैन. सो बेसिकली तिमीहरुले चाहिँ सपोज इन केस हैन आइलेट रुल बिर्स्यौ भने पनि सबैभन्दा इजिएस्ट तरिका भनेको चाहिँ डेरिभेटिभ चाहिँ कुनको चाहिँ इजिली हुन्छ त्यसलाई पनि तिमीहरुले गर्न हुन्छ है. गर्न मिल्छ त्यसलाई पनि है. सो अब जस्तै हेरौं यसमा गरौँ. ओके सो यसलाई सल्भ गर्दाखेरि चाहिँ फर्मुला हामीले लेखेकै छ. यो फर्मुला जुन देख्न सक्छौ है. यही फर्मुला हामी यहाँ हालेर गर्छौं. ओके सो लेट्स डु. u भनेको u सुरुमा आयो x बस्यो, v सुरुमा गयो, v को इंटीग्रेशन माइनस इंटीग्रेशन x को डेरिभेटिभ इंटीग्रेशन v को इंटीग्रेशन को फेरि होल इंटीग्रेशन है. यस्तै छ हाम्रो क्वेशन. मतलब यसको मेन फर्स्ट लाइन यो हो. अब यति सल्भ गरेपछि त यति फर्मुला याद गरेपछि त तिमीले गर्न सकिहाल्छौ. सो x अब एउटा कुरा के थाहा छ ex को इंटीग्रेशन पनि ex नै हुन्छ, डेरिभेटिभ पनि ex नै हुन्छ हैन. एक्सपोनेन्शियल को जुन एक्सपोनेन्शियल हुन्छ एक्सपोनेन्शियल फंक्सन को इंटीग्रेशन पनि ex नै हुन्छ, डेरिभेटिभ पनि ex नै हुन्छ है. सो अब यसलाई हेर्ने भने यसको के लेख्न पाइयो त ex लेख्न पाइयो माइनस फेरि इंटीग्रेशन. अब के हुन्छ त dx को डेरिभेटिभ x को डेरिभेटिभ के हुन्छ x को टर्ममा 1 हुन्छ. सो 1 मल्टिप्लाइड बाइ अब ex को इंटीग्रेशन के हुन्छ त ex नै हुन्छ. फेरि dx किनभने होल इंटीग्रेशन यो इंटीग्रेशन को यो त सल्भ भयो, बाँकी रह्यो के रह्यो यो रह्यो. सो x ex माइनस फेरि ex को मैले के भनेको थिएँ त ex चाहिँ हुन्छ ex प्लस c. कति सजिलो छ हेर त. यो क्वेशन आउँछ 2-4 मार्क्समा सोधिदिन्छ हैन फ्याक्टर. यसमा त ex कमन तान्यो भने x माइनस 1 प्लस c लेख्न पायौं नि त हामीले हैन. यसको आन्सर के भयो त यसको आन्सर भनेको ex x माइनस 1 प्लस c भयो है. सो अब हाम्रो नेक्स्ट क्वेशन रहेको छ. नेक्स्ट क्वेशन चाहिँ हाम्रो फेरि पार्ट्सबाटै हैन बाइ पार्ट्सबाटै सरी e हैन x
sin x dx भनेर छ क्वेशन है। सो यो क्वेशन पनि एकदमै सिम्पल छ। एज वी क्यान सी हाम्रो आइलेट रुलबाट यहाँनिर अल्जेब्रिक फंक्सन सुरुमा छ। सो यो आइलेट रुल हेर्ने हो भने सधैँ सुरुमा इन्भर्स फंक्सन, लोगारिथमिक फंक्सन, अल्जेब्रिक फंक्सन। यति कुरा याद गर अन्टिल एन्ड अनलेस लोगारिथमिक फंक्सन र इन्भर्स फंक्सन छ तबसम्म सधैँ सुरुमा लेट भनेको अल्जेब्रिक फंक्सन नै हुन्छ म्याक्सिमम टाइममा है। सो यहाँ u के लेट भयो त x u लेट भयो अकॉर्डिंग टू आइलेट रुल है। अनि sin x के भयो त v भयो। सो लेट्स सल्भ दिस। फर्मुला हामीलाई थाहा छ u v को इन्टिग्रेसन हैन माइनस फर्मुला हो यो चाहिँ इन्टिग्रेसन u को डेरिभेटिभ इन्टिग्रेसन v को इन्टिग्रेसन ठिक छ। अनि फेरि होल इन्टिग्रेसन हैन हाम्रो फर्मुला यो छ। ओके सो अब यसलाई सल्भ गर्ने हुँदा अब यसलाई जस्तै गर्न सक्छु x sin x को डेरिभेटिभ के हुन्छ त माइनस cos x हो नि त। सरी इन्टिग्रेसन है सरी sin x को इन्टिग्रेसन के हुन्छ माइनस cos x। किन कसरी भन्दाखेरि यो माथि हेरौँ लेट्स सी sin x को इन्टिग्रेसन के हुन्छ cos x हुन्छ। cos x को इन्टिग्रेसन के हुन्छ माइनस sin x। तर हामीलाई के को इन्टिग्रेसन सोधेको छ sin x को इन्टिग्रेसन। यसलाई यता लानु त इन्टिग्रेसन भनेको डेरिभेटिभ भनेको यसलाई यता इन्टिग्रेसन भनेको यसलाई यता। सो sin x को इन्टिग्रेसन यदि माइनस sin x को इन्टिग्रेसन भनेर सोधेको थियो भने cos x हुन्थ्यो। तर sin x को सोधेको छ भने माइनस यता जम्प हुन्छ माइनस यता आउँछ। सो माइनस cos x माइनस x cos x ठिक छ। माइनस छँदैछ x को के छ त डेरिभेटिभ 1 हुन्छ टाइम्स अब sin को के हो त माइनस cos। सो माइनस cos x dx। अब यो माइनस माइनस के हुन्छ त प्लस हुन्छ। सो यसलाई अर्को स्टेपमा लेखौँ माइनस x cos x प्लस इन्टिग्रेसन cos x dx। अब फेरि हेर त cos x को इन्टिग्रेसन के हुन्छ त cos x को यहाँ माथि लेखेको छु मैले cos x को के हुन्छ sin x हुन्छ इन्टिग्रेसन। सो इज इक्वल्स टु माइनस x cos x प्लस sin x प्लस c। सो हाम्रो यो इन्टिग्रेसनको सल्भ यो भयो है। इजी छ यो पनि बाइ पार्ट्स। यो त त्यो इन्ट्रो मात्र हो बाइ पार्ट्सको। इभन हार्डर क्वेसनहरू पनि हुन्छ। सो यसमा चाहिँ बस बाइ पार्ट्सको बारेमा इन्ट्रो दिनलाई बाइ पार्ट्स कसरी गर्ने कसरी सल्भ गर्ने भनेर तिमीहरूलाई अलिकति हैन आइडिया दिनलाई मात्रै चाहिँ यो भिडियोमा चाहिँ मैले नर्मल क्वेसनहरू गरेँ बाइ पार्ट्सको लागि। सो फेरि एकपल्ट रिभिजन गरौँ बाइ पार्ट्स भनेको के हो भन्दाखेरि सो इन्टिग्रेसन बाइ पार्ट्स भनेको चाहिँ सधैँ सुरुमा जुन यो बाइ पार्ट्स छ पार्टमा हुन्छ क्वेसन दिएको तिमीलाई ठिक छ। पार्ट छ कि एउटा पार्ट यो एउटा पार्ट यो ठिक छ। भनेको एक हिसाबले बुझ्दाखेरि जस्तै डेरिभेटिभमा तिमीले जुन प्रोडक्ट रुल पढेको हुन्छौ त्यस्तै पनि प्रोडक्ट रुल अफ इन्टिग्रेसन भनेर बुझ्न नर्मली गर्नको लागि त्यसरी पनि तिमीले सम्झिन सक्छौ प्रोडक्ट रुल अफ इन्टिग्रेसन है। सो यसमा के हुन्छ त ILATE I भनेको इन्भर्स फंक्सन, L भनेको लोगारिथमिक फंक्सन, A भनेको अल्जेब्रिक फंक्सन, T भनेको ट्रिग्नोमेट्रिक फंक्सन। ओके सो E भनेको एक्सपोनेन्शियल फंक्सन। एउटा जस्तै एक सबैको एक्जाम्पल पनि लेखिदिन्छु एक एकवटा है। यहाँ लेखौँ है बुझ्नलाई सजिलो हुन्छ। इन्भर्स फंक्सन भनेको sin इन्भर्स x है। लोगारिथमिक भनेको log x है। अल्जेब्रिक भनेको x है अथवा x + 1 जेसुकै होस् है। ट्रिगोनोमेट्रिक भनेको sin x, cos x र यस्तै लगायत सो अन है। अनि एक्सपोनेन्शियल भनेको ex अथवा e2x अथवा eax जेसुकै होस् न सो अन है। फर एक्जाम्पल हेर्न सक्छौ इन्भर्सको भयो हाम्रो sin इन्भर्स x, लोगारिथमिकको log x, अल्जेब्रिक फंक्सनको भनेको x + 1, ट्रिगोनोमेट्रिक फंक्सनको भनेको sin x cos x एन्ड सो अन। अनि एक्सपोनेन्शियलको ex e2x eax। यति कुरा हो तिमीले याद गर्नुपर्छ। अर्को कुरा भनेको जुन फर्मुला दिएको छ हामीलाई यति कुरा याद गर्यो भने सल्भ गर्न तिमीले सकिहाल्छौ है। बाइ पार्ट्स इज भेरी इजी टु सल्भ है। यसरी दिएको हुन्छ भनेर याद गर्ने u र v को फर्ममा दिएको हुन्छ। तिमीले पत्ता लगाउनु पर्यो u कुनलाई लेट गर्ने v कुनलाई लेट गर्ने त यहाँबाट हेर्न सक्छौ आइलेट रुलबाट। आइलेट तिमीले मेन याद गर्नुपर्ने कुराहरू भनेको यति माथिको कुराहरू मात्रै हो। यदि माथिको कुराहरू तिमीले मजाले याद गर्न सक्यौ भने यु क्यान सल्भ हैन जस्तो पनि बाइ पार्ट्सको क्वेसन है। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज। आई होप तिमीहरूले इन्टिग्रेसन बाइ पार्ट्स सल्भ गर्न सिक्यौ। थ्याङ्क यू सो मच। सब्सक्राइब टु द च्यानल हैन लाइक द भिडियो। आई होप तिमीहरूको एक्जाम पनि राम्रो जान्छ एन्ड तिमीहरूको नलेज टुवर्ड्स क्यालकुलस पनि इन्क्रिज हुन्छ। थ्याङ्क यू सो मच गाइज।